हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज चाहिँ हो हाम्रो गार्डनिङ सिरिजको एपिसोड 3 र आज चाहिँ हामी कुरा गर्छौँ माटोको विषयमा। हामीले गार्डनिङ गर्दाखेरि सबैभन्दा इम्पोर्टेन्ट भनेको माटो नै भइहाल्यो र हामीले माटो कस्तो ठाउँको लिनुपर्छ आज हामीले यस विषयमा जानौँ है त। हामीले चाहिँ लिगेको माटो चाहिँ जहिले पनि पहिलेबाट खेती भइरहेको वाला ठाउँको माटो लिनुपर्छ। अब यदि हामीले चाहिँ खेती लामो समयसम्म खेती नभएको वाला ठाउँको माटो लिन्छौँ भने चाहिँ त्यसमा चाहिँ धेरैवटा न्युट्रिएन्टहरू चाहिँ बिरुवा त्यो उडेर गइसकेको हुन्छ र हामीले जति रिफिल गरे पनि त्यसमा चाहिँ त्यो बिरुवाले चाहिँ राम्रोसँग त्यो न्युट्रिएन्ट पाउन नै सक्दैन र बिरुवाहरू चाहिँ राम्रोसँग नबढ्ने समस्याहरू एकदमै धेरै हुन्छ। स्पेसली अझै हामीले कौची खेती गर्दैछौँ भने चाहिँ कालो माटो हुनुपर्छ कि कालो माटोमा चाहिँ अर्ग्यानिक माटर भन्ने कुराहरू चाहिँ बढी हुने राम्रो हुने भएको हुनाले चाहिँ अटोमेटिकली बिरुवाहरू चाहिँ हामीले जस्तो तरिकाले गरे पनि बिरुवाहरूको ग्रोथ चाहिँ राम्रो हुन्छ। र अर्को तरिका माटोलाई चेक गर्ने तरिका कस्तो छ भन्दा माटो चाहिँ बेसिकली 3 प्रकारका हुन्छन्। एउटा स्यान्डी सोइल भन्ने हुन्छ, एउटा क्ले सोइल भन्ने हुन्छ, एउटा लोमी सोइल भन्ने हुन्छ कि हामीले चाहिँ अब यसरी हातमा माटो लिगेर त्यो थोरै माटोलाई यस्तो गऱ्यौँ भने चाहिँ यदि हाम्रो हातमा गिर्खा टाइपको फिल हुन्छ भने चाहिँ त्यो भनेको स्यान्डी सोइल हो कि हामीले चाहिँ त्यस्तो सकेसम्म चाहिँ त्यस्तो माटो लिनु हुँदैन। किन भन्दा चाहिँ त्यसमा चाहिँ त्यो बलौटे माटो हो र हामीले अब त्यसमा तरकारी सागसब्जीहरू लगायौँ भने पनि त्यसमा चाहिँ एक त बिरुवामा चाहिँ त्यो कम्बाइन नै हुन सक्दैन कि हामीले दिएको मोलहरू पनि बिरुवाले लिनै सक्दैन त्यस्तो माटोमा। हामीले पानी हाल्दा पनि त्यो पानी चाहिँ त्यो बिरुवामा नअडेर सिधै जाने समस्या कि निस्केर जाने समस्याहरू चाहिँ बढी हुन्छ। र अर्को भनेको चाहिँ क्ले सोइल भन्ने हुन्छ कि त्यो चाहिँ नर्मल्ली गरुङको माटो हुन्छ, नर्मल्ली धानबारीहरूमा को माटो चाहिँ त्यस्तो खाले हुन्छ। र त्यसलाई कसरी चेक गर्न सकिन्छ भन्दा त्यो माटोलाई चाहिँ यदि हामीले हातमा लिएर थोरै भिजेको माटोलाई हातमा लिएर एकदमै यस्तो मुट्ठी पारेर डल्लो पार्न खोज्यो भने चाहिँ त्यो एकदमै डल्लो पर्ने र एकदम साह्रो डल्लो पर्ने अनि त्यो डल्लो चाहिँ फुट्दा पनि नफुट्ने खाले हुन्छ। र त्यो चाहिँ हामीले त्यस्तो खाले माटो पनि हामीले प्रयोग गर्नु हुँदैन। यदि त्यस्तो माटो प्रयोग गर्यो भने पनि त्यो बिरुवाको जराहरू चाहिँ यस्तोमा गएर अँठिएर फैलिन नसक्ने अनि पानी हामीले दिएको पानी पनि बिरुवासम्म पुग्न नसक्ने ड्रेनेजको प्रब्लम एकदमै धेरै हुने। त्यसले गर्दा चाहिँ बिरुवाको ग्रोथ चाहिँ अटोमेटिकली बिरुवाहरू चाहिँ बढ्दा पनि नबढ्ने र त्यतिकै कुहिएर मर्ने समस्या चाहिँ बढी हुन्छ। र त्यसैले गर्दा चाहिँ हामीले लिनुपर्ने माटो भनेको चाहिँ लोमी सोइल हो कि जस्तो हेर्दा पनि कालो हुने भुरभुर भएको हलुका वेट भएको माटो। र त्यसलाई कसरी चेक गर्ने त भन्दा यदि हातमा हामीले त्यसै गरी अघि जसरी नै यसरी डल्लो पार्यौँ भने चाहिँ यदि मजाले डल्लो पनि पर्यो र ठ्याक्क छोडिसकेपछि चाहिँ यसरी हल्का सेपमा डल्लोको सेपमा पनि बस्यो र यसरी फुक्ने पनि के एकदम त्यस्तो अँठिएर चाहिँ नबस्ने यो माटो भनेको चाहिँ राम्रो क्वालिटीको माटो हो कि। अब डल्लो पार्दाखेरि डल्लो हल्का सेपमा तर धुलो हुने त्यो डल्लेर नबस्ने माटोवाला छन् भने चाहिँ त्यो माटो चाहिँ राम्रो हुन्छ। त्यसमा चाहिँ अब हामीले दिएको मोलहरू पनि बिरुवासँग राम्रोसँग मिल्न सक्छ र पानी पनि हामीले दिएको चाहिँ पानीहरू पनि मजाले त्यहाँबाट जति आवश्यक पर्छ बिरुवाले लिन सक्छ यस्तो खाले माटोमा। त्यसैले गर्दाखेरि चाहिँ सबैभन्दा इम्पोर्टेन्ट हामीले यदि गार्डनिङ गर्दैछौँ भने चाहिँ माटोको क्वालिटी हो र माटो चाहिँ हजुरहरूले राम्रोसँग नै हेरेर लिनु होला। थ्याङ्क यू।